गाइस, नमस्ते एन्ड वेलकम टु माई युट्युब च्यानल। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि एकदमै सन्चै छु र आज चाहिँ म धेरै समयपछि तपाईँहरूको सामु आउँदैछु हैन। अनि आज चाहिँ म घरदेखि त्यो माथि मुडारासम्म जाँदै गरेको। त्यहाँ चाहिँ मेरो बहिनीहरू आउँदैछ र म चाहिँ यसो केही सामानहरू पुऱ्याउनु थियो बहिनीहरूको अनि पुऱ्याउन जाँदैछु। अनि आजको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ एकदमै धेरै कुहिरोहरू लागिरहेको छ, धुम्म परिरहेको छ हैन। पानीहरू पर्नै लागिसकिरहेको छ, अलिअलि पर्दैछ पनि। अनि आज चाहिँ म एक्लै जाँदैछु नि त, अनि कुहिरो लागेर है यता तलतिर त कति धेरै लागेको कि। अन्त बाटै नचिनेर मैले त त्यही पनि हिँडिरहेको बाटो भएर त्यही अनुसारले हिँडेँ। अनि अहिले चाहिँ अलिअलि खुल्दै गएको छ। त्यही पनि पछाडिको भागहरू हेर्नुहोस् न, एकदमै धेरै कुहिरोहरू लागिरहेको छ। अनि एक्लै हैन अल्छी लागेर अनि यसो भिडियो पनि अब तपाईँहरूको सामु नआएको धेरै भइसकेको थियो नि त। अनि त्यही भएर म तपाईँहरूको लागि आएको हैन। अनि त्यही हो, आजको मौसमको बारेमा चाहिँ यस्तै छ है। एकदमै केही देखिरहेको छैन। सायद बर्खा लागेर पनि होला, अब बर्खा पनि लाग्यो नि त। सो अब एकैछिनमा पानी पर्ने, घाम लाग्ने ओर्ने त्यस्तो हुन्छ। यो मौसमको पनि भरै हुँदैन नि त, यस्तै छ। अनि एक्लै हैन अल्छी लागेर अनि यसो भिडियो पनि अब तपाईँहरूको सामु नआएको धेरै भइसकेको थियो नि त। अनि त्यही भएर म तपाईँहरूको लागि आएको हैन। अनि त्यही हो, आजको मौसमको बारेमा चाहिँ यस्तै छ है। एकदमै केही देखिरहेको छैन। सायद बर्खा लागेर पनि होला, अब बर्खा पनि लाग्यो नि त। सो अब एकैछिनमा पानी पर्ने, घाम लाग्ने ओर्ने त्यस्तो हुन्छ। यो मौसमको पनि भरै हुँदैन नि त। अब यहाँदेखि मुडारा पुग्न चाहिँ लगभग मलाई आधी घन्टा जति लाग्छ। अनि त्यसपछि बहिनीहरू पनि कता आइपुगिसक्यो। कल गरेको, कल पनि लागिरहेको छैन। सायद अलिक फोन नलाग्ने ठाउँ पनि छ ठाउँमा। सो त्यही भएर पर्खेर आउँदै होला। कतिखेर बहिनीहरूसँग भेटौँ भइसकिरहेछ। म चाहिँ अहिले मुलडाँडा तलतिर लेहान्ची भन्ने गाउँ छ। सो मैले त्यो लेहान्चीको गाउँबाट पनि मास्तिरै निस्किसकेको छु। अनि एकदमै धेरै गर्मी पनि भइरहेको छ। सबैलाई उकालो हिँड्न चाहिँ गाह्रै हुन्छ होला कि मलाई मात्रै हो? तर पनि उकालो त सबैलाई नै गाह्रो हुन्छ नि है। यसै पनि हिँड्नु नसक्ने, झन् उकालोमा त गाह्रै हुने रहेछ के। यसलाई चाहिँ चोत्रो भन्छ है। अनि कति राम्रो फुलेको रहेछ के, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अनि पहिला हामी यसलाई चाहिँ खाँदाखेरि, यसको पातहरू खाँदा चाहिँ अमिलो हुन्छ हैन। अनि पहिला हामी स्कुल पढ्दाखेरि चाहिँ यसको पातहरू खुबै खान्थ्यौँ कि, खुब मिठो हुन्थ्यो है। स्कुल पढ्दाखेरि भोक लागेको हुन्थ्यो, अनि त्यतिखेर चाहिँ जे पनि खाँदा मिठो हुने कि। अनि यसको पातहरू हामी खान्थ्यौँ। अनि अमिलो हुन्छ, अनि भोक लागेको बेलामा त्यो पनि मिठै हुन्थ्यो। अहिले चाहिँ म अब उकालोमा हिँडिरहेको छु नि त। अब उकालोमा धेरै कुराहरू पनि गर्न सकिँदैन नि त। अनि अब म केही छिनपछि बहिनीहरूसँग भेट्छु। अनि त्यसपछि म फेरि तपाईँहरूको सामु आउने नै छु भन्दै अहिलेको लागि चाहिँ यति नै है त गाइस। फाइनली म चाहिँ मुलडाँडा आइपुगेँ है। अनि मुलडाँडा आइपुग्ने बित्तिकै अलिअलि दिन खुल्यो, घाम पनि हल्का लाग्यो हैन। थोरै भए पनि अघिसम्म त बाटै देखिँदै थिएन नि त। अनि मुलडाँडासम्म बहिनीहरूलाई आऊ है भनेको थिएँ, आइपुगेन छ। अनि म चाहिँ यहाँ पर्खेरसम्मै जाँदैछु बहिनीहरूलाई भेट्नका लागि। यहाँसम्म आऊ है भनेको थिएँ, आएन छ। अनि आफै जानु पर्यो परसम्म भनेर
हिँड्दैछु है। यतातिर चाहिँ प्रायः जस्तो दिनै पछि म आउँदाखेरि चाहिँ कुहिरोहरू लागिरहेकै नै हुन्छ कि। आज पनि यताउतिदेखि कुहिरो आइरहेको छ। अब एकैछिनमा छोप्ने भयो कि कुहिरो घारीमा परिने भयो। जहिले पनि आउँदाखेरि चाहिँ यहाँ कुहिरो नलागेको दिन त प्रायः हुँदैन नि कि। कस्तो ठाउँ है कस्तो भन्ने, कहिलेकाहीँ मात्रै दिन राम्रो हुन्छ है आउँदाखेरि, नत्र भन्दै कुहिरो लागेर अनि बाटै चिनिँदैन, बाटै देखिँदैन। यो बाटो गयो भने चाहिँ रोक्सिम भन्ज्याङ हुँदै खोटाङहरू पुग्छ। अनि त्यहाँबाट अब यतापट्टि गयो भने चाहिँ के अरे यो हाम्रो भनौँ मेरो माइत गाउँ जाने बाटोहरू हो। बहिनीहरू चाहिँ यो बाटो हुँदै आउँदैछ अहिले। सो म पनि यतैतिर लाग्दैछु अहिलेको लागि चाहिँ। बहिनीहरू किनभने बाटोमा आउँदैछ नि त, अनि यहाँसम्म आऊ है मूलडाँडासम्म भनेको, अलिक आइपुगेन छ, मै छिटो आइपुगेछु। अनि अब मै जाँदैछ है, बहिनीहरूलाई अब कहाँ भेट्छु। अहिले चाहिँ अलिक दिनहरू खुल्दै गयो नि त, अनि अलिक राम्रो राम्रो दृश्यहरू पनि देख्दै गयो। यस्तै छ है मूलडाँडाहरू चाहिँ, राम्रो त राम्रै ठाउँहरू छ। कुहिरो लाग्छ र के यो ढुङ्गा देख्दा पनि रमाइलो लागेर आउँछ। किन थाहा छ? किनभने अस्ति नै म र मेरो श्रीमान हामी माइत ससुरालो जाँदै गर्दाखेरि यही ढुङ्गामा बसेर हामीले खाजा खाएको थियौँ, अनि केही तस्बिरहरू पनि खिचेको थियौँ। अनि त्यो पलहरूलाई म एकदमै धेरै सम्झेको छु। अनि धेरै माया सम्झना छ मेरो प्रिय मान्छेलाई पनि, किनभने अहिले हामी साथमा छैनौँ नि त। अहिले त म एक्लै छु, अनि त्यही भएर मेरो प्यारो मान्छेलाई पनि एकदमै धेरै सम्झेको छु। अनि त्यो पलहरूलाई पनि एकदमै धेरै सम्झेको छु। सम्झना आउँदो रहेछ होइन, फेरि पनि यही ठाउँमा आउँदाखेरि अनि यो ठाउँहरूलाई देख्दाखेरि यतिखेर हामी त बसेको थियौँ, यसरी खाएको थियौँ, फोटो खिचेको थियौँ मेरो प्यारो मान्छेसँग भन्ने हो। त्यस्तो कुराहरू चाहिँ एकदमै धेरै आउँदो रहेछ कि, यादहरू आउँदो रहेछ। अनि आज म फेरि यही ठाउँमा आइपुगेँ नि त, अनि एकदमै धेरै याद आइरहेको छ। फाइनली म चाहिँ मेरो बहिनीहरूसँग भेटेँ है, उनीहरू पनि आइपुगेछ यहाँनिर। हेलो बहिनीहरू, कता लुकेको? हेर्नु भिडियोमा देखाएर हेर्नु। हजुर आइपुग्यो है? हजुर। यात्रा कस्तो भयो त? ठिकै। लौ सिरु, यात्रा कस्तो भयो त? कति बजी हिँडेको? कति बजी पो हिँडेको नि? 7:50 हिँडेको। 7:50 अनि गलेर आयो है, लट्ठी पनि टेकेर गल्यौ। अनि किन त अनि भिडियोमा देखाउनु चाहिँ अनि तिमीहरूलाई यति साह्रो भएको नराम्रो छु भनेर? बहिनीहरू पनि आइपुग्यो होइन। अनि बहिनीहरू चाहिँ यहाँ एकदमै गलेर बसिरहेको छ। पर्तिरै डाँडातिर भेटेको भए त राम्रो हुन्थ्यो। म चाहिँ निकै ओर आइपुगेँ नि त, बहिनीहरू अलिक आइपुगेन। अनि म पनि यतै आएँ। बहिनीहरूलाई जानु पनि उता जानु पनि टाढै छ नि त घर जानु, त्यही भएर होइन। हेर्नु गल्याउनी साह्रै गल्याउनी। अनि दुःख दिए अरे? अब मैले दुःख दिएको हो? तिमीहरूकै सामान पुऱ्याउन आएको है म चाहिँ। अनि ठिक छ ल। अनि अरू सुनाऊ, घरतिर के गर्दै हुनुहुन्छ बाबा मम्मीहरू? काम गर है। म के दोहोऱ्याउने बेला भयो है अब? खन्नु आउनु होइन, सिरुभन्दा त हेर्नु ठुलो देख्छु त आज। हो कत्रो भएको कान्छी त। अनि सिरु तिमी चाहिँ घट्यौ कि के हो? यत्रो यत्रो देख्छु त। हो साह्रै टेन्सन लिन्छौ क्या र? यता चाहिँ अलिक मोटाएको जस्तो देखेँ, कान्छी चाहिँ ठुलो पनि भएछ।
कहिले नदेखे जस्तो गऱ्यो त। कहिले नदेखेन कि नदेखेको निकै भयो नि त। अब चाहिँ हामी छुट्टिने बेला भयो है, बहिनीहरू घर जाने अरे। अनि म पनि अब उता जान्छु, उनीहरू उता जान्छ। ल ल राम्रोसँग जाऊ है बहिनीहरू घर। पुगेपछि कल गर, फोन गर्दै जाऊ ल। ल ल बाई बाई। ल ल जाऊ है। फेरि पनि म अघिकै ठाउँमा आइपुगिसकेँ है, मुलाडामा। अब घर पनि अब चाहिँ म अघि आउँदा चाहिँ उकालो थियो, अब जाँदाखेरि चाहिँ ओह्रालै पर्छ, ओह्रालो तेर्सो त्यस्तै। अब अघि आउनु चाहिँ 2 घन्टा लागेको थियो भने अब जानु चाहिँ 1 घन्टा 1.5 घन्टामा पुगिहाल्छु। अनि त्यही हो आजको भिडियोहरू, आजको भ्लगहरू चाहिँ यस्तै भयो। खासै मौसमले पनि साथ दिएको थिएन, मतलब यो कुहिरोहरू लागेर खासै राम्रो दृश्यहरू पनि, पछाडिको भागहरू सिनहरू राम्रो देखेको पनि थिएन। अनि तर पनि त्यही छैन, मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्णलाई थ्याङ्क यू सो मच। फेरि पनि म यस्तो भिडियोहरू लिएर तपाईँहरूसँग आउने नै छु भन्दै आजको भ्लगबाट चाहिँ म यहीँबाट बिदा हुन चाहन्छु। हस् त, नमस्ते, बाई बाई। हामी फेरि अर्को भिडियोमा, अर्को भ्लगमा भेट्नेछौँ है त।